नमस्कार भाइ बहिनीहरू। आज म सदा झैं कक्षा 8 को सामाजिक विषयका विभिन्न अभ्यासहरू लिएर उपस्थित भएको छु। यसै क्रममा आज एकाइ 6 को हाम्रा आर्थिक क्रियाकलाप अन्तर्गत पाठ 1 मा रहेको मौद्रिक कारोबार शीर्षकका अभ्यासहरू लिएर उपस्थित भएको छु। यदि तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गर्नुहोला र भिडियो मन परेमा लाइक गर्न नबिर्सनुहोला। हस् त अब हामी लागौं यसका अभ्यासहरूतर्फ। सर्वप्रथम यस एकाइबाट जम्मा 2 वटा अति छोटो उत्तर आउने प्रश्नहरू आउने छन्, जसको अंकवार 1-1 गरी जम्मा 2 रहनेछ र एउटा लामो उत्तर आउने प्रश्न आउनेछ, जसको अंकवार 5 रहनेछ। हस् त अब लागौं यसका अभ्यासहरू। अति छोटो उत्तर आउने प्रश्नहरूमा वस्तु विनिमय प्रणाली भनेको के हो? आफूलाई बढी भएको वस्तु अरूलाई दिएर र आफूलाई चाहिने अन्य वस्तु लिने प्रणालीलाई वस्तु विनिमय प्रणाली भनिन्छ। एक वाक्यमा मुद्राको अर्थ लेख्नुहोस्। वस्तु वा कुनै सामान खरिद बिक्री गर्नका लागि प्रयोग गरिने साधनलाई मुद्रा भनिन्छ। मौद्रिक कारोबार भनेको के हो? मुद्राको प्रयोगबाट गरिने आर्थिक कारोबारलाई मौद्रिक कारोबार भनिन्छ। मौद्रिक कारोबारका कुनै 2 प्रयोग बताउनुहोस्। मौद्रिक कारोबारका कुनै 2 प्रयोगहरू यस प्रकार छन्। मौद्रिक कारोबार गरी वस्तु किन्न र बेच्न सकिन्छ। मौद्रिक कारोबार गरी सम्पत्ति सार्न सकिन्छ। वस्तु विनिमय प्रणालीका कुनै 2 कठिनाइहरू उल्लेख गर्नुहोस्। वस्तु विनिमय प्रणालीका 2 कठिनाइहरू यस प्रकार छन्। बोकेर हिँड्न असजिलो हुनु, एउटालाई आवश्यक परेको वस्तु अर्कोसँग नहुनु। नेपालले पहिलेदेखि कागजी नोट प्रचलनमा ल्याएको थियो। उत्तरमा नेपालले विक्रमसम्म 2002 सालबाट कागजी नोट प्रचलनमा ल्याएको थियो। कुनै राष्ट्रले कति परिमाणमा मुद्रा छाप्ने भन्ने निर्धारण गर्न कुन निकायसँग अनुमति लिनुपर्छ? उत्तरमा कुनै राष्ट्रले कति परिमाणमा मुद्रा छाप्ने भन्ने निर्धारण गर्न अन्तर्राष्ट्रिय मुद्रा कोषसँग अनुमति लिनुपर्छ। अब लागौं छोटो उत्तर आउने प्रश्नहरू। यस किसिमका प्रश्नहरू परीक्षामा भने आउने छैनन्, तर अभ्यासका लागि यहाँ दिएका छन्। मौद्रिक कारोबारको बारेमा उदाहरणसहित व्याख्या गर्नुहोस्। मुद्राको प्रयोग गरी गरिने आर्थिक कारोबारलाई मौद्रिक कारोबार भनिन्छ। यो एउटा वस्तु तथा सामान खरिद बिक्री गर्ने साधन वा माध्यम हो। कुनै कापी, कलम वा पुस्तक खरिद गर्दा सर्वस्वीकार्य मुद्रा दिनु मौद्रिक कारोबार हो। कतै रोजगारी गर्दा वस्तुको सट्टामा मुद्रा लिनु वा दिनु मौद्रिक कारोबार हो। मुद्राले सेवा तथा वस्तुहरूको खरिद बिक्री गर्नलाई सजिलो बनाएको छ र यसले मानिसको जीवन स्तर पनि बढाएको छ। अब ख नम्बर, मौद्रिक कारोबारको व्यावहारिक प्रयोगहरूको सूची बनाउनुहोस्। उत्तरमा मौद्रिक कारोबारको व्यावहारिक प्रयोगहरूको सूची यस प्रकार रहेको छ। वस्तु तथा सेवा खरिद बिक्री गर्नु, वैदेशिक व्यापार गर्नु, एक स्थानको सम्पत्ति अर्को स्थानमा सार्नु, बैंकिङ कारोबार तथा ऋणको लेनदेन गर्नु, सामानहरूको मूल्य निर्धारण गर्नु, धन सम्पत्तिको सञ्चय गर्नु। त्यस्तै अर्कोमा तपाईको आफ्नो समुदायमा कुन कुन मुद्रा कुन कुन काममा प्रयोग भएको छ खोजेर सूची तयार गर्नुहोस्। मेरो समुदायमा मुद्रा प्रयोग भएका कामहरू यस प्रकार छन्। घर बनाउने मिस्त्रीलाई ज्याला बापत मुद्रा दिइन्छ। बिजुलीको वायरिङ गर्ने मिस्त्रीलाई मुद्राको कारोबार गरिन्छ। बजारमा चामल किन्दा मुद्राको प्रयोग गरिन्छ। मेरो विद्यालयको फी तिर्दा मुद्राको प्रयोग गरिन्छ। कतै जाँदा यातायातका साधनहरूमा मुद्राको प्रयोग गरेर भाडा तिरिन्छ। अर्को लामो उत्तर आउने प्रश्नहरू। परीक्षामा यस किसिमका प्रश्नहरू आउनेछन्, जसको अंकवार 5 रहनेछ। मुद्राले हाम्रो जीवनलाई सहज बनाउन कसरी सहयोग पुर्याएको छ चर्चा गर्नुहोस्। उत्तरमा कुनै पनि वस्तु तथा सेवा खरिद बिक्री गर्न सर्वस्वीकार्य सहज माध्यमलाई मुद्रा भनिन्छ। मुद्राको माध्यमले हाम्रो जीवनलाई सहज बनाएको छ। मुद्राको प्रयोग गरेर हामी आफूलाई आवश्यक पर्ने वस्तु जहाँ जुनसुकै स्थानबाट पनि खरिद गर्न सक्छौं। मुद्रा बैंकमा सुरक्षित राखेर आफूलाई आवश्यक परेको ठाउँमा सजिलैसँग झिक्न
र कमाएको सम्पत्तिलाई राख्न पनि सक्छौँ। कुनै एक ठाउँमा हाम्रो जग्गा जमिन छ भने त्यसलाई बेचेर अर्कै ठाउँमा मन लागेमा खरिद गर्न पनि मुद्राले सहयोग पुर्याउँछ। कसैसँग सरसापट लिन, ऋण लिन, ब्याज तिर्न पनि मुद्राले सहज बनाएको छ। देश विदेशमा गएर रोजगारी गर्न, व्यापार गर्न पनि मुद्राले सहयोग पुर्याएको छ। यस्ता विविध कार्यहरूले हाम्रो जीवनलाई सहज बनाउन सहयोग पुर्याएको छ। दोस्रोमा, हाम्रो दैनिक जीवनमा मुद्राको के महत्त्व छ लेख्नुहोस्। मुद्राको प्रयोगले हाम्रो दैनिक जीवन सहज बन्न पुगेको छ। मुद्रा प्रयोग गरेर हामी दैनिक जीवनका लागि आवश्यक पर्ने वस्तुहरू किन्न सक्छौँ, यात्रा गर्न सक्छौँ, बिरामी हुँदा उपचार गर्न मुद्राको प्रयोग गर्न सक्छौँ, तुरुन्त कतै जानु पर्दा एक्लैले पनि धेरै मूल्य बराबरको मुद्रा बोकेर हिँड्न सक्छौँ। कुनै वस्तु खरिद गर्नु पर्दा त्यसको मूल्य निर्धारण गर्न पनि मुद्राले सजिलो बनाएको छ। मुद्राका माध्यमबाट जुनसुकै किसिमको व्यापार व्यवसाय पनि सञ्चालन गर्न सकिन्छ। छिमेकीलाई आवश्यक पर्दा दिन र आफूलाई आवश्यक पर्दा लिन पनि मुद्राले सजिलो बनाएको छ। यसकारण हाम्रो दैनिक जीवनमा मुद्राको विशेष महत्त्व रहेको छ। मौद्रिक कारोबारले हाम्रा आर्थिक क्रियाकलापहरू सञ्चालनमा कसरी सहयोग पुर्याएको छ छोटकरीमा चर्चा गर्नुहोस्। मुद्राको प्रयोग गरिने आर्थिक कारोबारलाई मौद्रिक कारोबार भनिन्छ। विदेशमा गएर रोजगारी गरी मुद्रा आर्जन गर्न सकिन्छ। मुद्राको प्रयोग गरी वस्तुको कारोबार गर्दा जुनसुकै वस्तु पनि मुद्राका माध्यमबाट साट्न सकिन्छ। पशुपालन गर्दा, कुखुरा पालन गर्दा, उद्योग सञ्चालन गर्दा, कृषि कार्य गर्दा सबै क्षेत्रमा मुद्राको प्रयोग गर्न सकिन्छ। यसले गर्दा आर्थिक कारोबारलाई सहज पुर्याएको छ। सरकारले पनि सरकारी कर्मचारीलाई मुद्राका माध्यमबाट तलब प्रदान गर्छ। कुनै निजी संस्था, कम्पनी तथा अन्य क्षेत्रले पनि मुद्राकै प्रयोग गरी सेवा खरिद गर्दछ। यसकारण मौद्रिक कारोबारले आर्थिक क्रियाकलापहरू सञ्चालनमा सहयोग पुर्याएको छ भन्न सकिन्छ। 4 नम्बरमा वस्तु विनिमय प्रणाली भनेको के हो? वस्तु विनिमय प्रणालीका 4वटा कठिनाइहरू उल्लेख गर्नुहोस्। आफूले उत्पादन गरेका वस्तुहरू घर परिवारमै उपयोग गर्ने र बढी भएको वस्तुलाई एक आपसमा साट्ने क्रियाकलापलाई वस्तु विनिमय भनिन्छ। अर्थात् आफूलाई बढी भएको वस्तुहरूलाई दिएर र आफूलाई चाहिने अन्य वस्तु लिने प्रणालीलाई वस्तु विनिमय प्रणाली भनिन्छ। जस्तै चामलसँग घिउ साट्नु, सुन्तलासँग नुन साट्नु आदि। वस्तु विनिमयका केही कठिनाइहरू पनि छन्। ती यस प्रकार छन्। वस्तु विनिमय प्रणाली झन्झटिलो हुन्छ। गरुङ्गो वस्तु बोकेर हिँड्नु पर्ने हुन्छ। एउटालाई आवश्यक परेको वस्तु अर्कोसँग नहुन सक्छ। वस्तुहरू राख्नका लागि ठुलो क्षेत्रफलको आवश्यकता पर्दछ। हवस् त आजलाई यो एकाइको पहिलो पाठमा रहेका अभ्यासहरू यति नै। बाँकी अर्को पाठका अभ्यासहरू लिएर म उपस्थित हुनेछु। हवस् त, धन्यवाद।